हजुरले जीवनमा रियल लाइफमा चाहिँ मित लाउनु भएको छ? छैन। अघि सौगातले भने जस्तो हाम्रो बेलासम्म आइपुग्दा त्यो आवश्यकता परेनन् होला। सायद हामीभन्दा अघिल्लो पुस्ताहरूले चाहिँ किनभने त्यो एउटा सम्बन्धको लागि सजिलोको लागि लाउँथ्यो होला जस्तो लाग्छ कि लेकतिरबाट तलतिर बेसीतिर झर्नुपर्ने अथवा एउटा गाउँदेखि अर्को गाउँमा अथवा नुन लिनु जानुपर्ने अथवा आफ्नो उत्पादनहरूलाई परसम्म पुर्याउनुको लागि पनि त्यो एउटा पारिवारिक सम्बन्ध सधैँ त्यो गाउँसँगको त्यो ठाउँसँगको लागि एउटा गतिलो दरिलो सम्बन्ध बनाउनुको लागि सुरुवातको मित लायो होला एक प्रकारले। अर्को प्रकारको मितहरू चाहिँ धेरै झैँझगडाको भइसकेपछि पनि लागेको भन्ने छ। जस्तै टिजरमा हाम्रो सौगात र मेरो टिजरमा देखिएको जस्तै तरिकाले पनि लागेका मितहरू छन् सम्बन्धलाई सुमधुर बनाउनको लागि। यो चाहिँ मैले सुने हो, तर मेरो मित बाउ चाहिँ हुनुहुन्थ्यो। तर त्यस पछाडि मैले चाहिँ नि लाउनु मेरो चाहिँ भएन त्यो मित। कुरो आएन तपाईँ लाउनुपर्छ त्यो पनि आएन। सायद मैले भने नि त्यो आवश्यकता परेन होला, त्यस कारणले चाहिँ त्यो भयो होला होइन।